सो हे गाइज वेलकम टु माई अनदर मिनी भ्लग। अनि यहाँ हेर्नु न बाबु चाहिँ मेरो के गर्दैछ कि सबै आफ्नो सामानहरू राखेर काम गरेको अरे कि मलाई उसले काम चाहिँ किन गर्दैछ भने उसले चाहिँ आज पनि फेरि होइन स्विमिङ जाम भनेर भनिरहेको थियो। अनि चाहिँ सबै राख भनेको अनि उसले आफ्नो काम सक्यो होइन राख्यो। अनि चाहिँ डोजर चाहिँ ठिक्क पारेको उसले लिएर जानलाई। अनि चाहिँ हामी रेडी भयौँ, हामी मात्रै होइन आज चाहिँ प्रतापको दुईजना साथीहरू पनि हुनुहुन्छ, फ्यामिली हुनुहुन्छ। उसले चाहिँ पोको पारिसक्यो जानलाई, रेडी भयौँ। हामी चाहिँ हाम्रो टिडी देखाउँदैछौँ खोलामा जाने होइन। अनि हामी चाहिँ सर बाइकमा बसेर लाग्यौँ। अनि चाहिँ सामान लिन चटपट खाने भनेर प्लान भएको थियो। अनि मिनी मार्ट पस्यौँ, अनि त्यहाँ पसेर सामानहरू लिग्यौँ। अनि चाहिँ बाबुले त के भन्छ, मैले के खाम मैले यहाँ के खाम मैले के खाम भनेको बन्छ कि उहाँ गएपछि उसलाई के खाम भयो, त्यही भएर होइन। अनि चाहिँ हामी सामान लिगेर फर्क्यौँ, हामी चाहिँ लाग्यौँ। अनि यस्तो गर्मी थियो। अनि चाहिँ एउटा रुखको मुनि गएर एकछिन बस्यौँ। अनि चाहिँ सर फेरि लाग्यौँ। अनि जुन ठाउँमा चाहिँ हामी जाने भनेको त्यो ठाउँमा हेर्नु न आज मान्छे यति थिए त्यो खोलामा होइन, यति धेरै किरा जस्तो मान्छे थियो कि। अनि त्यहाँ सम्भव भएन। अनि फेरि अर्को ठाउँमा गएको, त्यहाँ हेर्नु न बाइक कति छ, माई गड मेरो हालत हेर्नु त हिँड्दा होइन बाइकमा, त्यही पनि यति गर्मी भएर क्या। अनि जाने ठाउँ त्यहाँ पनि चाहिँ यस्तो भिड रहेछ। फेरि प्रताप चाहिँ अलि माथि चाहिँ अर्को लोकेसन हेर्न जानुभयो, त्यहाँ चाहिँ छैनन् मान्छे, कम छन् भन्नुभयो। अनि हामीहरू फेरि अझै माथि गयौँ। अनि चाहिँ यहाँबाट पनि तरेर हामीलाई चाहिँ पारी गरेर बस्नु थियो कि। अनि बल्ल स्विम गर्नु थियो। अनि चाहिँ सबले आफ्नो सामान छोपेर हिँडे। मेरो छोरा चाहिँ आफ्नो डोजर छोडेकै छैन। अनि आइसकेर अनि उनीहरू चाहिँ आफ्नो काम गर्न थाले, हामीहरू चाहिँ यहीँ रेडी भएर अनि त्यसपछि स्विमिङ गऱ्यौँ, एकैछिन पौडी खेल्यौँ है, कति रमाइलो भयो। अनि चटपटे बनाएर खायौँ। त्यसपछि चाहिँ घर फर्किन लाग्यो। हेर्नु यत्रो घमासान पानी पऱ्यो, यत्रो घमासान पानी पऱ्यो। धन्नै चाहिँ हामी चाहिँ 10-15 मिनट चाहिँ चाँडै निस्कियौँ कि त्यहाँबाट। ठ्याक्क हामी पनि निस्किने आधी बाटोमा। अनि पानी चाहिँ एकदम उर्लापार पानी पनि हावाहुरी त्यस्तो लाग्यो कि। अनि चाहिँ हामी एउटा चौतारीमा बस्यौँ एकछिन, बस्दै चाहिँ अब के खान थाल्यौँ, के गर्ने होइन। त्यही पारीको पसलबाट ल्याएर एकछिन कुर्यौँ धन्न एकछिनमा चाहिँ बिदो भयो। अनि चाहिँ हामीहरू त्यसपछि घर फर्क्यौँ। थ्याङ्क यू सो मच फर वाचिङ गाइज, लभ यु अल। लाइक कमेन्ट सेयर अनि फलो अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।